म चाहिँ सानै हुँदा के मेरो मम्मी मरेपछि मेरो बुवाले मम्मीको याद मेटाउन हो या म झगडा गरेर मलाई मामा घर लानुभएको थियो। म त्यस्तै 5 वर्षको थिएँ। मलाई अलिअलि ज्ञान छ। त्यति बेला म हिँड्न सक्दिनँ थिएँ, अलिअलि मात्रै हिँड्थेँ। ओहो यस्तै जङ्गलको बाटो हिँडेर हिँड्नुभएको थियो क्या। यस्तै जङ्गल थियो, लास्ट डर लाग्थ्यो। त्यो जङ्गलमा चाहिँ मस्त काफल पाक्थ्यो है, फल्थ्यो भनौँ न, पाक्ने सिजनमा गएको। त्यति बेला डर लाग्थ्यो कि बुवाको उमेर पनि सानै थियो नि त, लगभग 24 यस्तै कस्तो हुनुहुन्थ्यो बुवा, सानै हुनुहुन्थ्यो अहिलेको जेनेरेसन अनुसार चाहिँ। अनि म छोरी त झन् 5 वर्षको भने पछाडि त्यो बुढी गुमाउनु परेको पीडा। अनि हामी तिनवटा छोराछोरी, बुढी आमा पनि हुनुहुन्थ्यो, उहाँलाई हेर्नु पर्नेको पीडा छुट्टै थियो। अनि बुवाले मलाई कहीँ बोक्दै कहीँ हिँडाउँदै गरेर लिएर जानुभएको थियो। एकदमै ठुलो जङ्गल क्या, त्यो चाहिँ फिक्कलको जङ्गल हो, सिन्धुलीकै फिक्कल गाउँपालिका अहिलेको। त्यति बेलाको जङ्गल पनि फिक्कलै हो, पता नि के महाभारत के भन्छन् यस्तै। आज मलाई त्यही याद आयो साथीहरू, आजभन्दा 30 वर्ष अगाडिको कुरा होला यो। आज मलाई ठ्याक्कै त्यही याद आयो। यस्तो जङ्गलको छेउमा घर बनाइदिनु भएको छ एउटा संस्थाले। यहाँनिर चाहिँ अरू ठाउँमा त ठिकै ठाउँमा थियो, यहाँ चाहिँ त्यस्तो रहेछ। टाउकोमाथि सामान हालेर बोकेर, काँडामाथि सामान हालेर बोकेर माथि डाँडादेखि गाडी आएन नि त, त्यही भएर त्यहाँदेखि सरर बोकेर भनेर छक्कै मार्दै हुनुहुन्छ हो। त्यसको डाँडा तलपट्टि चाहिँ सामान पुर्याउनु पर्ने है, बोकेर टुई हिँड्नु पर्ने। ठ्याक्कै बालापनको मामा घरको याद आयो। तर उहाँ चाहिँ काम गरेर होइन, मामा घर जाँदाखेरि बाटोमा क्या, बाटोको जङ्गली बाटो देखेर, त्यस पछाडि त्यहाँ गुराँस पनि धेरै फुल्थ्यो, ऐँसेल पनि पाक्ने सिजन हुन्थ्यो, त्यो बेला लिएर जानुभएको थियो। यहाँ पनि त्यस्तै रहेछ, बाटोमा गुराँस पनि थियो। तर आज ढिलो भएको कारणले गर्दा चाहिँ मैले गुराँसको रुखमा बसेर फोटो खिच्ने मौका पाइनँ, भिडियो बनाउने मौका पाइनँ। अब फर्किँदा त झन् पाइँदैन।